नमस्कार। यस विशेष विश्लेषणमा स्वागत छ। आज हामी एकदमै रोचक विषयमा कुरा गर्दैछौँ। कसरी एउटा साधारण लगानीकर्ताले कुनै ठूलो जादु वा जोखिम बिना नै बजारका एकदमै अनुभवी र कन्फिडेन्ट ट्रेडरहरूलाई सजिलै पछाडि पार्न सक्छ। यसको एउटा एकदमै सिम्पल र अटोमेटिक तरिका छ। ल सुरु गरौँ है त। आजको एजेन्डा एकदमै प्रष्ट छ। सुरुमा बजारको समय अनुमान गर्ने पासो हेर्नेछौँ, त्यसपछि एसआइपी र डलर कस्ट एभरेजिङको अर्थ बुझ्नेछौँ, सन् 2008को मार्केट क्र्यासको एउटा केस स्टडी विश्लेषण गर्नेछौँ, अनि लगानीको मनोविज्ञान र अन्त्यमा कम्पाउन्डिङको शक्तिबारे चर्चा गर्नेछौँ। भाग 1, बजारको समय अनुमान गर्ने पासो। लगानीको दुनियाँमा एउटा एकदमै कमन भ्रम छ। धनी बन्ने एउटै मात्र सिक्रेट भनेको बजार कहिले माथि जान्छ र कहिले तल खस्छ भनेर ठ्याक्कै थाहा पाउनु हो भनेर धेरैलाई लाग्छ। तर के साँच्चै शेयर बजारको सही अनुमान लगाउन पोसिबल छ त? बिल्कुलै छैन। मानिसहरू यही असम्भव कुराको पछि लागेर आफ्नो अमूल्य समय र पैसा दुवै बर्बाद गरिरहेका हुन्छन्। सुन्दा त सस्तोमा किन्ने र महँगोमा बेच्ने कुरा एकदमै पर्फेक्ट लाग्छ, होइन त? तर रियालिटी निकै फरक छ। ठूला एक्सपर्टहरूले पनि आउँदो 6 महिना वा 1 वर्षमा बजार कता जान्छ भनेर ग्यारेन्टीका साथ भन्न सक्दैनन्। बजारको अर्को नाम नै पूर्ण अनिश्चितता हो। भाग 2, सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान अर्थात् एसआइपीको अर्थ। बजारको यो अनिश्चिततालाई ट्याकल गर्ने एउटा गजबको मेकानिकल सल्युसन छ एसआइपी। यसले बजार कता जाँदैछ भनेर अनुमान लगाउने झन्झट नै खतम पारिदिन्छ। खासमा यो एउटा अटोमेटिक इन्स्ट्रक्सन हो जहाँ एउटा निश्चित रकम एउटा निश्चित मितिमा एउटा निश्चित फन्डमा आफै लगानी हुन्छ। सही समयको पर्खाइमा बस्नै परेन। यसलाई सेटअप गर्न कति सजिलो छ भने नि, मानव महिनाको 1 गते स्यालेरी आउँछ अनि 5 गतेको लागि एउटा अटोमेटिक ट्रिगर सेट गरिएको छ। अब के हुन्छ? पैसा अरू अनावश्यक कुरामा खर्च हुनुभन्दा पहिले 5 गते सुट्टुक्क आफै पुँजी निर्माणको काममा लागिसक्छ। एकदमै एफर्टलेस। भाग 3, डलर कस्ट एभरेजिङको व्याख्या। यसको पछाडिको म्याथ कस्तो गजबले हाम्रो फेभरमा काम गर्छ विचार गरौँ है त। जब फिक्स्ड युनिट किन्नुको सट्टा एउटा फिक्स्ड अमाउन्ट निरन्तर लगानी गरिन्छ, तब बजार खस्दा अटोमेटिकली धेरै युनिटहरू जम्मा हुन्छन् अनि बजार बढ्दा कम। जस्तै 5,000 रुपियाँ नियमित लगानी गर्दा एनएभी 50 हुँदा सिधै 100 युनिट आउँछ। तर त्यही एनएभी बढेर 150 पुग्दा 33 युनिट मात्र आउँछ। हो, यही ब्रिलियन्ट म्याथलाई नै डलर कस्ट एभरेजिङ भनिन्छ। बजार घट्दा डराउनुको सट्टा यसले त्यो गिरावटलाई आफै एउटा सस्तोमा किन्ने सुनौलो अवसरमा बदलिदिन्छ। बजारलाई दिनौँ हेरिरहनुपर्ने टेन्सनै साफ। भाग 4, सन् 2008को बजार क्रासको केस स्टडी। सन् 2008को त्यो विनाशकारी ग्लोबल मार्केट क्र्यास सायद याद होला। जेएम कोर 11 फन्ड ठ्याक्कै त्यही क्र्यास हुनुभन्दा अगाडि लन्च भएको थियो। टाइमिङको हिसाबले योभन्दा खराब समय सायदै होला। त्यसपछिको 12 वर्षसम्म यसको एनएभी जम्मा 10बाट 10.5 मात्र पुग्यो। भनेको 12 वर्षमा जम्मा 5% मात्रै ग्रोथ, लगभग 0। अब यहाँनिर एउटा एकदमै इन्ट्रेस्टिङ कम्प्यारिजन हेरौँ। यदि त्यो बेला सुरुमै 1 लाख रुपियाँ एकमुष्ट हालेर छोडेको भए, त्यो बढेर मुस्किलले 1,05,000 पुग्थ्यो। 3% दिने सामान्य सेभिङ अकाउन्ट भन्दा पनि झुर। तर त्यही एकदमै खराब फन्डमा महिनाको जम्मा 1,000 रुपियाँको दरले एसआइपी गर्नेको पोर्टफोलियो कति पुग्यो होला? पत्याउन गाह्रो पर्छ। 3,24,000। त्यस्तो भयङ्कर खराब बजारमा पनि त्यो अटोमेटिक सिस्टमले 10.1% को शानदार कम्पाउन्डेड रिटर्न दियो। सोचौँ त, यो एउटा नम्बर मात्र होइन, यो सिस्टम र अनुशासनको कत्रो ठूलो जित हो। यसलाई नै टाइम डाइभर्सिफिकेसन अर्थात् समयको विविधीकरण भनिन्छ। यसले के प्रुफ गर्छ भने नि, खराबभन्दा खराब समयमा सुरु गरे पनि नियमित अटोमेटिक लगानीले पोर्टफोलियोलाई मजाले जोगाउन र बढाउन सक्छ। भाग 5, लगानीको मनोविज्ञान। म्याथ त आफ्नो ठाउँमा छँदैछ, तर यो अटोमेटिक सिस्टमले अर्को एउटा एकदमै ठूलो समस्या सल्भ गर्छ। त्यो हो मान्छेको इमोसन। जब बजार स्वाट्टै घट्छ, म्यानुअली बजार हेरिरहेका मानिसहरू एकदमै आत्तिन्छन्। किन्ने बेलामा डरले गर्दा उल्टै आफूसँग भएको सम्पत्ति बेचेर भाग्छन्। महान लगानीकर्ता वारेन बफेटको एउटा एकदमै पपुलर भनाइ छ नि, अरू डराएको बेला लोभी बन्नुहोस् र अरू लोभी भएको बेला डराउनुहोस्।
सुन्दा कति सिम्पल लाग्छ, तर बजार क्र्यास भइरहेको बेला इमोसनलाई कन्ट्रोल गरेर साँच्चै भन्नुपर्दा यसलाई फलो गर्न ज्यादै गाह्रो हुन्छ। एउटा बलियो भावनात्मक ढाल बिना यो असम्भव जस्तै हो। तर जो अटोमेटिक सिस्टममा हुन्छन् उनीहरूले यो बहादुरी देखाइरहनै पर्दैन, किनकि जब पुरै बजार आत्तिएर बेचिरहेको हुन्छ उनीहरूको त्यो इमोसनलेस सिस्टमले मसिन जस्तै चुपचाप सस्तोमा किनिरहेको हुन्छ। लगानीबाट डर र लोभको खेल नै खतम। र अन्तिम भाग, कम्पाउन्डिङको शक्ति। अहिलेसम्मको कुरालाई समेट्ने हो भने यो रणनीतिले लगानीबाट भावनालाई पूर्ण रूपमा हटाउँछ, एउटा गजबको आर्थिक अनुशासन ल्याउँछ अनि जम्मा 500 रुपियाँबाट पनि सुरु गर्न सकिन्छ। र सबैभन्दा इम्पोर्टेन्ट कुरा, यसले दशकौंसम्म कम्पाउन्डिङलाई आफ्नो जादु देखाउन फुल स्पेस दिन्छ। कम्पाउन्डिङको लागि सबैभन्दा क्रुसियल कुरा भनेकै समय हो। तथ्याङ्कले छर्लङ्ग पार्छ कि 20 वर्षको उमेरमा सुरु गरिएको एउटा सानो अटोमेटिक लगानीले 30 वा 40 को उमेरमा सुरु गरिएको धेरै ठूलो लगानीलाई सजिलै जितिदिन्छ। त्यसैले जति छिटो सुरु गर्यो नतिजा त्यति नै प्रभावशाली हुन्छ। फाइनली, अटोमेटिक प्लानको सबैभन्दा ठूलो ब्युटी भनेकै यही हो। सम्पत्ति ब्याकग्राउन्डमा आफै बढिरहन्छ। बजारको न्यूज हेरेर दिनदिनै टेन्सन लिनु पर्दैन, आफ्नो लाइफ मज्जाले इन्जोय गरे हुन्छ। त्यसैले अन्त्यमा एउटा प्रश्न विचारणीय छ, के जीवनभर पैसाको लागि मात्र काम गरिरहने हो, कि एउटा यस्तो सिस्टम बनाएर पैसालाई आफ्नो लागि काम गर्न दिने हो? छनोट आफैमा निर्भर छ।